कक्षा 10 सामाजिक अध्ययन एकाइ 1 पाठ 2 हामी र हाम्रो पहिचानका सम्पूर्ण अभ्यास प्रश्नहरूको समाधान आज हेर्नेछौँ। सुरु गर्नुअघि तल कमेन्टमा इनबाते नेपाल लेख्नुहोस्। हेरौँ त कतिजनाले लेख्न सक्नुहुन्छ। अब सुरु गरौँ आजको कक्षा। 1 हाम्रा पहिचान के हन्? पहिचानको महत्त्व लेख्नुहोस्। हाम्रो पहिचान निम्नानुसार रहेका छन्। 1 जातीय पहिचान, 2 भाषा पहिचान, 3 भूगोल पहिचान। यसको महत्त्व निम्नानुसार तल उल्लेख गरिएको छ। यसले व्यक्तित्व पहिचान दिने विकास गर्न मद्दत गर्दछ। सही पहिचानले स्वतन्त्र व्यक्तिको व्यक्तित्व बढाउँछ। यसले सामाजिक क्रियाकलापमा सहभागिता बढाउँछ। राष्ट्रिय पहिचान र सद्भाव वृद्धि गराउँछ। पहिचानले समाज वा समुदायमा सकारात्मक जीवन ल्याउँछ। 2 पहिचान आफूलाई चिनाउने आधार हो। उदाहरणसहित स्पष्ट पार्नुहोस्। उत्तर हरेक व्यक्तिको पहिचान फरक फरक हुन्छ। व्यक्तिको र समुदायको पहिचान भाषा, संस्कृति, धर्म, जात, वेशभूषा आदि आधारमा बन्छ। पहिचानले व्यक्तित्व र समुदायको विशेषतालाई जनाउँछ। यसका कारण एक व्यक्ति र समुदायमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्छ। एक व्यक्तिलाई चिनाउने आवश्यक सामग्रीहरू फरक फरक हुन्छन्। जात, धर्म, भाषा, संस्कृति, धार्मिक र भौगोलिक आदि आधारले पहिचान निर्धारण हुन्छ। 3 यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस्। उत्तर समान व्यवहार गर्नुपर्छ। भेदभाव र हिंसा अन्त्य गर्नुपर्छ। अधिकारको संरक्षण गर्नुपर्छ। जनचेतना फैलाउनुपर्छ। शिक्षा र रोजगारीमा समान अवसर दिनुपर्छ। 4 अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईँ रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ? खोजी गरी प्रस्तुत गर्नुहोस्। उत्तर अपाङ्गता परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता प्रदान, सहायक सामग्री वितरण, सिपमूलक तालिम सञ्चालन, छात्रवृत्ति तथा समावेशी शिक्षा, स्वास्थ्य तथा पुनर्स्थापना सेवा। आजको भिडियो यहाँसम्म। आशा छ यस भिडियोबाट तपाईले केही नयाँ कुरा सिक्नुभयो। याद राख्नुहोस्, ज्ञान र सफलताको यात्रा मानिसको सोचाइबाट सुरु हुन्छ। यदि भिडियो उपयोगी लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आफ्नो सुझाव वा प्रश्न कमेन्टमा लेख्न नबिर्सनुहोस्। तपाईको साथ र समर्थनका लागि धेरै धेरै धन्यवाद। फेरि अर्को ज्ञानमूलक भिडियोमा भेटौँला। जय नेपाल।